Oxy Power 24 hour. हामी बसेको होटल चाहिँ यहीँ हो है यतापट्टिको हाम्रो रुम उठिसकेको छौँ आजको दिनको सुरुवात अब भइसकेको छ हामी चाहिँ मार्फामै छौँ एन्ड हेलो एन्ड वेलकम ब्याक टु माई न्यू ब्लग सो आजको ब्लगमा चाहिँ तपाईँहरूलाई स्वागत छ अनि अब चाहिँ हामी चिया खाएर हाम्रो यहाँको ड्रेस भाइरल ड्रेस लगाएर हामी अनि हामी भिडियो बनाएर फोटो बनाएर अनि त्यसपछि खाजासाजा खाएर हामी पोखरातिर लाग्नुपर्ने हुन्छ हामी देख्न सक्नुहुन्छ यी माथि मन्दिर हामी यहाँ छौँ घाम डाँडाले छेकेर हिमाल देख्न सक्नुहुन्छ मार्फा चाहिँ यही हो अब त मार्फामा पनि 3 दिन बसेर 3 रात बसेर वाक्कै भयो मुस्ताङ पनि हेलो भन्देऊ हेलो मर्निङ केटा हो गुड मर्निङ हाम्रो गाइजहरू चाहिँ चिया खाँदैछ अब चाहिँ हामी फोटोसोटो खिच्नुको लागि हामीले ड्रेस लगाउनु पर्ने हुन्छ त्यसपछि मार्फा लाग्यो टाटा बाई बाई अझ चाहिँ हामी पोखरा पुग्छौँ हाम्रो केटाहरू चाहिँ ड्रेस लगाएर फोटोसोटो खिच्दैछ हाम्रो यहाँ दाईको चाहिँ ड्रेसको र हाम्रो मार्फाहरू के चाहिन्छ हजुरहरूलाई यहाँ आउनु सक्नुहुन्छ ठ्याक्क यो जेरी गल्लीको यतापट्टि ठाउँमा केटाहरू चाहिँ यहाँ छ देख्न सक्नुहुन्छ यस केटा हो यस हाम्रो केटाहरूले चाहिँ सबै प्याकिङ गरेर है अघि लुगा पनि लगाइहाल्यो यहाँ छ है हाम्रो त्यो सामानहरू यहाँ छ हामी बसेको होटेल चाहिँ यही हो है धौलागिरी गेस्ट हाउस हजुरहरूलाई पनि यहाँ आउनु अनुरोध छ किनकि सर्भिस राम्रो छ हामी चाहिँ 3 दिन बस्यौँ 3 रात 2 दिन 3 रात बस्यौँ र हामी चाहिँ जानुपर्ने हुन्छ अनि ब्लग के कस्तो लाग्दैछ प्रतिक्रिया पनि जनाइदिनु होला लाइक सेयर सब्सक्राइब गरिदिनु होला अनि यसरी नै माया गर्दै अगाडि बढाइदिनु होला अब भाइरल त त्यस्तो हुनु मन छैन मलाई यस्तो मेमोरिजको लागि पछि आएको थियौँ है यस्तो थियो है दिनहरू भनेर चाहिँ हामीले बनाएको हो त्यसैले मात्र हो कुन पन्जा कुन पन्जा छोड्यो प्याकिङ भइसक्यो अब चाहिँ हामी निस्किनु पर्ने हुन्छ जम टाटा बाई बाई मार्फा भिलेज हामी चाहिँ लागिसकेको छौँ 2 जना भ्यूहरू देख्न सक्नुहुन्छ तपाईँहरूले डाइरेक्ट हामी लेटेमा खाना खाने भन्दैछौँ भ्यूहरू देख्न सक्नुहुन्छ बजार छ यसको अलिकति देखाउने मात्र As you can see the view guys, रूपसे झरना हो त्यो परको चाहिँ अनि हामी यो बाटो हुँदै हुँदै जानुपर्ने देख्न सक्नुहुन्छ सनसेट पनि लगभग
हुन लाग्यो। यहाँ हामी दुईजना छौँ। यहाँ चाहिँ केटाहरू अगाडि छ। भ्यू देखि नै सक्नुभयो होला। हामी अझै पनि यात्रामै छौँ। हामी लगभग भरेसम्म चाहिँ पोखरा पुग्छौँ होला। हेर्दै गर्नु होला। फाइनली गाइज हामी चाहिँ रूपसे झरनामा आइसकेको छौँ। जाँदैछौँ हामी माथि माथि रूपसे झरनामा। केटाहरू चाहिँ यहीँ देख्न सक्नुहुन्छ। अघि आइसकेको छ माथि झरना। माथिदेखि बा यो त कत्रो हो। अनि आँखा पनि भ्याइँदैन, आँखाले पनि भ्याउँदैन त। माथि ठ्याक्क होटेल आइपुगिसकेको छु पोखरामा। फाइनली गाइज एघन्टो पोखरा। हाम्रो हिप्पी बोय के भनेको त्यो अनुहार तिम्रो त ओभर भएछ त। कस्तो कस्तो आइरहेको। मुस्ताङको ट्रिप कस्तो हो त्यस्तै? हाम्रो पोखरादेखि माथि मुस्ताङसम्मको यात्रा कस्तो? धेरै हाम्रो केटाहरू सामान झिक्दैछ। अनि गाइजहरू कस्तो भयो त माथिसम्मको यात्रा? कतिसम्म कुराहरूलाई अनुभव गऱ्यौ त? पुग्यो अब चाहिँ 5-6 वर्षको लागि। त्यसपछि फेरि आउने हो? 5-6 वर्ष सोचौँ न। फाइनली हामी चाहिँ होटेल आइसकेको छौँ। अहिले पनि ल्याइसकेको छु है। केटाहरू पनि आएर यहाँ सामानहरू झिक्दैछ। यही सामानहरू चाहिँ यत्रो छ हाम्रो चाहिँ। जाउँ। हाम्रो केटाहरू चाहिँ यहाँ खानासाना खाएर पोखरामा लेक साइड घुम्दै छ। यहाँ जेप्पाले बोल्छ साथी। लेक साइड जुम नै छ हो साथी। कस्तो अरे लु भयो। हामी चाहिँ लेक साइड घुमेर रुममा पनि आइसकेको छौँ भने केटाहरूले चाहिँ यहाँ लुगा फेरि साह्रो प्रष्ट गरेर बाँदरको जस्तो बेहोरा झनै सकेछ। अहिले चाहिँ जुसहरू ल्याएर यहाँ एउटा जुस के भन्छ। सो आजको ब्लग चाहिँ यति नै। ल कडा हो आजको ब्लग। बाई बाई, गुड नाइट। यस बाई बाई। सी यू इन नेक्स्ट ब्लग। नेक्स्ट ब्लग इन नेक्स्ट डेस्टिनेसन। टेक टु अलि बोलाऊ। चाहिँ आज डे 7 मा उठिसकेको छ है। फोन चलाउँदैछ। रुमको हालत त अब त्यस्तै हो हाम्रो होइन। हेरिन सक्छ। हाम्रो यहाँ ब्रेकफास्ट पनि आइसकेको छ भन्दै आज बिहानको सुरुवात पनि भइसकेको छ। अनि हेलो एन्ड वेलकम ब्याक टु माई न्यू ब्लग। सो आजको ब्लगमा चाहिँ तपाईँहरूलाई स्वागत छ। अब चाहिँ हामी फेवा लेक यसो एकछिन घुमेर अनि एकछिन त्यहाँ दर्शन पनि एकछिन गर्नुपर्छ भन्ने हाम्रो सोच बोकेर आएको छौँ पहिल्यैदेखि। अनि के भन्छ साथी? ला अन्डा त खानु हुँदैन म त साँच्ची यार। बिर्सेछु त मैले। अन्डा खाएर त्यहाँ दर्शन गर्न जान्छु। बल्ल याद आयो। अनि अब चाहिँ हामी त्यहाँ फेवालेक यसो घुमेर। सो आजको ब्लग चाहिँ यसरी सुरुवात भयो कोठाबाटै। ओ कुकुरे साथी जुरेली यता हेर न। यता हो यता एनसी। साथी चाहिँ घर जाने अरे। साथीलाई चाहिँ हाम्रो यात्रा पुगिसक्यो अरे। मुस्ताङबाट काबु भइसक्यो। अनि हाम्रो यहाँ सरले अझै बोक न हो केटा हो यार हातमा। ब्रेकफास्ट ल्याइदिइसक्नु भएको छ। बोक न हो केटा हो। आम्मा केटाहरू चाहिँ लाइफ गार्ड लगाएर हामी रेडी भइसकेको छौँ। अब यहाँ ठ्याक्क जानुको लागि चाहिँ दर्शन गर्नेहरू केटाहरू यहाँ तालमा छ। अहिले चाहिँ अब रेडी भइसकेको छ। देख्न सक्नुहुन्छ माथि माथि प्याराग्लाइडिङ
यस हिँड्छ माया यार साथी हामीले यसमा हाम्रो चाहिँ बोर्डिङ लगाइसक्यो यहाँबाट पनि आइदिनु भएको छ दिदीहरू किनकि थोरैलाई लानु नहुने रहेछ हामी जाँदैछौँ गाइजहरू फोटोसोटो खिच्दैछ पौडी खेल्ने केटा हो कस्तो निलो छ हेर है पानी पोखरामा बोटिङ हान्ने अरे केटाहरू हिमालहरू देख्न सक्नुहुन्छ फेवाताल चाहिँ यस्तै छ ल कहाँ जाने साथी तिमी हेर्दा त वन जाने जस्तो छ त यता एनसीहरू यता छ दुईजना यता जुरेली भइहाल्यो उता चाहिँ एनसी भइहाल्यो हामी यहाँ छ हामी दर्शन पनि गरिसक्यौँ केटाहरू दुईजना एकजना सरले अघि यहाँ अन्डा खाइहाल्नु भयो अब यताको चाहिँ जुठो छ यहाँ मन्दिर चाहिँ देख्न सक्नुहुन्छ म जुम गरेर पनि देखाइदिन्छु तपाईँलाई जुम गरेर अब हामी चाहिँ उता पारिपट्टि जानुपर्ने तर कुन बोर्डमा जानुपर्ने हाम्रो केटाहरू चाहिँ दर्शन गरेर फर्किँदैछौँ हामी चाहिँ केटाहरू यहाँ छ हेलो गदु केटा दर्शन गरेर फर्किसकेको छौँ हामी चाहिँ देख्न सक्नुहुन्छ है यस चलो हम चले बोटिङहरू प्याकिङ पनि भइसकेको छ हामी चाहिँ घुमफिर गरेर आएर केटाहरू यहाँ बिल पे गर्दैछ देख्न सक्नुहुन्छ होटेल चाहिँ राम्रो छ है हजुरहरूलाई ट्रेकिङ राफ्टिङ जङ्गल सफारी सबै छ हजुरहरूलाई एभाइलेबल छ भन्दै यहाँ हाम्रो होटेलको दाइ चाहिँ यहाँ हुनुहुन्छ तिलिचो होटेल हजुरहरू यहाँ लेक साइड आउनु भने कतै नजानुहोस् डाइरेक्ट तिलिचो राम्रो सर्भिस छ यहाँ हामी पनि 3 दिन भइसक्यो आज समेत अस्ति बस्यौँ 2 दिन आज समेत 2 दिन भयो होला देख्न सक्नुहुन्छ म राम्रोसँग देखाइदिन्छु तपाईँहरूलाई गल्ली नम्बर स्ट्रेट नम्बर 18 बाटो यस्तो छ होटेल यहाँ छ है नम्बर यहाँ छ कल गरेर बुझेर आउनु सक्नुहुन्छ हाम्रो सामानहरू सब प्याक भइसकेछ अब चाहिँ हामी निस्किनु पर्ने हुन्छ बाइकहरू देखाएर कहाँसँग यात्रा हुन्छ अब देखाउँदैछौँ भन्दै कार्ड पनि 2 शब्द राखिदिनुहोस् दाइ ल मेरो भाइहरू टाढाबाट आएर 2-3 दिन बसेर मैले सक्ने सर्भिस गरेँ मैले गर्ने सहयोग गरेँ तपाईँहरूलाई नि यस्तै सहयोगको अपेक्षा छ लेक साइड घुम्नलाई ट्राभलिङ गर्नलाई हरेक ठाउँमा हामीले बुकिङ गर्न सकिन्छ स्पेसल हाम्रो मुक्तिनाथ स्पेसल प्याकेज पनि छ होइन त्यसको लागि चाहिँ फ्यामिली मिनिमम भनेको 6-7 जना भएर आउनुपर्ने हुन्छ त्यसको लागि चाहिँ धन्यवाद भाइहरूलाई चाहिँ हुन्छ दाइ धन्यवाद हजुरले पनि धेरै राम्रो सर्भिस गरिदिनु भएकोमा यहाँ पार्किङको लागि हजुरलाई गाडीदेखि लगाएर बाइक समेत सबै अट्ने छ यही हो होटेल चाहिँ राम्रो छ सर्भिस रुमहरू पनि राम्रो छ राम्रो एभाइलेबल छ सब थोक राम्रो त्यो नगर न त त्यसरी नगर न तिमी कुदाउने ल जाउँ यस हाम्रो गाइजहरू चाहिँ गुफा छिर्दैछौँ हामी चाहिँ गुप्तेश्वरी गुफा तल देख्न सक्नुहुन्छ हाम्रो आज बसाइ चाहिँ कहाँ हुने भयो मिदा चारङकोट अरे के हो नबसौँ न त्यहाँ किन हो हामी चाहिँ जाँदैछौँ यहाँ मूर्तिहरू पनि बनाइदिएको रहेछ राम्रो राम्रो बा अब्बर गर्मी रहेछ त यहाँ यता हो के हो है
कता हो केटा हो अड्कियो भने चाहिँ के गर्नु कहाँबाट चाहिँ चिन्नुपर्ने सर्टकट छ गुफाहरू देख्नु सक्नुहुन्छ है हाम्रो गाइजहरू चाहिँ यता कडा हो तँ हिँड नानी के गर्नु पर्ने हामी चाहिँ गुफाभित्र अनि जाऊँ न नि हामी अब देख्न सक्नुहुन्छ गुप्तेश्वरी गुफा चाहिँ यस्तो छ त्यति त होला होइन र कत्रो छ अरे त्यहाँबाट पनि छ अझै झर्ना छ डेभिड फल पल्लोपट्टिको झर्ना यहाँ छ है गुफा चाहिँ देख्न सक्नुहुन्छ यस्तो छ Safur? Where? Yes. Come here. Yes. Looking great. You are looking great. Wait. Yes. Give some pose. Take photo. Okay. Okay. 3, 2, 1, go. Go. Yeah. You wanna say something? In French kiss. Speak some Nepali. Nepal Mitre language. cha, राम्रो cha. के मिठो छ के मिठो छ Mitre cha, momo. Yes. राम्रो cha, woman. राम्रो छ नेपाल राम्रो cha Nepal. राम्रो छ ढाका टोपी ढाका टोपी. Yes. Love it. Et pani, Yes. puri, pani, Puri. pani, Roxy. 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 Cheng. Roxy Power 24 hour. Yeah. Et Dara Power, same. That's true Nepali.